के तपाईहरुमा पनि एपिसोडिक हेडेक अथवा कहिलेकाहीँ टाउकोको दुखाइ अत्याधिक हुने, कहिलेकाहीँ टाउको दुख्दै नदुख्ने, जब टाउकोको दुखाइ सुरु हुन्छ दुखाइ चाहिँ 4 देखि 72 घण्टासम्म रहने, प्राय गरी टाउकोको दुखाइ हुँदा टाउकोको एकापट्टि दुख्ने, त्यस्तै गरी कसैलाई दुवैपट्टि पनि दुख्ने, कसैलाई टाउकोको पछाडिपट्टि पनि दुख्ने र दुखाइ चाहिँ अलि बलक बलक अथवा टन गर्ने किसिमको हुने। त्यस्तै गरी दुखाइ सँगसँगै बान्ता पनि हुन खोज्ने, बान्ता भइ पनि हाल्ने। त्यस्तै गरी चर्को आवाज र चर्को प्रकाश बिरामीले मन नपार्ने, प्राय गरी बिरामी चाहिँ अँध्यारो कोठामा एक्लै गएर बस्न मन पार्ने। यदि यस्तो किसिमको समस्या छ भने यो चाहिँ माइग्रेन भन्ने स्वास्थ्य समस्या हो। माइग्रेन भनेको फङ्सनल न्युरोलोजिकल समस्या हो। त्यसो भएको हुँदा यो चाहिँ कुनै प्याथोलोजिकल जाँच, कुनै एक्सरे, कुनै सिटी स्क्यान, कुनै एमआरआई भन्दा पनि बिरामीसँग लिइने हिस्ट्री, लक्षणका प्याटर्नहरू, त्यस्तै एग्रिभेटिङ फ्याक्टर र माइग्रेनको दुखाइ सँगसँगै आउने अन्य लक्षणहरू जसलाई कन्कोमिटेन्ट सिम्पटम भनिन्छ आदिको आधारमा यसको पहिचान गरिन्छ। यसका 4वटा फेजहरू हुन्छन्, जसमा पहिलो फेज भनेको प्रोड्रम फेज अथवा प्रिमोनिटरी फेज भनिन्छ। यसमा चाहिँ बिरामी अलि इरिटेबल हुने, बिरामीले अलि हाई आए जस्तो हुने, त्यस्तै बिरामीको मुड परिवर्तन हुने अवस्था हुन्छ। दोस्रो भनेको औरा फेज भनिन्छ। औरा फेजमा चाहिँ बिरामीको चाहिँ भिजनसँग अलि गडबड हुन्छ, बिरामीले चाहिँ आँखाको अगाडि जाली आए जस्तो फिल गर्ने, त्यस्तै चक्कर लाग्ने, रिङ्गटा लाग्ने र अलि अँध्यारो देख्ने किसिमको हुन्छ। त्यस्तै अर्को भनेको चाहिँ एक्युट फेज अथवा हेडेक फेज भन्ने हुन्छ। यसमा चाहिँ बिरामीको टाउको दुखाइ अत्याधिक हुन्छ, खास गरी एकापट्टि दुख्छ र दुखाइ चाहिँ जब सुरु हुन्छ त्यो चाहिँ 4 देखि 72 घण्टासम्म रहन्छ। दुखाइ सँगसँगै बान्ता पनि हुन खोज्ने, बान्ता भइ पनि हाल्ने, त्यस्तै लाइट र नोइजसँग अलि सेन्सिटिभ हुने किसिमको हुन्छ। अर्को भनेको चाहिँ पोस्ट ड्रम फेज भनिन्छ। यसमा चाहिँ बिरामीलाई माइग्रेन निको भइसकेपछि पनि अलि फ्रेस फिल नगर्ने, त्यस्तै ह्याङओभर भए जस्तो हुने र बिरामीलाई अलि झ्याउ लाग्ने अवस्था हुन्छ। अब यो माइग्रेनको दुखाइ चाहिँ कुन कुराले ट्रिगर गर्छ अथवा कतिखेर चाहिँ माइग्रेनको पेन सुरु हुन्छ भन्ने कुरामा चाहिँ जब बिरामीको निद्रामा गडबडी हुन्छ, चिन्ता तनाव हुन्छ, त्यस्तै गरी उसको जब खानपानमा गडबड हुन्छ, त्यस्तै जब उसले धारण गरेको वातावरण चाहिँ परिवर्तन हुन्छ। यी कारणले गर्दा माइग्रेनलाई ट्रिगर गर्छ। यसको उपचारतर्फ लागौँ। होमियोप्याथीमा माइग्रेनको राम्रो उपचार छ। मसँग धेरै बिरामीहरू आउनुहुन्छ जुन चाहिँ मैले बिरामीलाई चाहिँ खास गरी उसको मेन्टल जेन्डरको आधारमा, त्यस्तै फिजिकल जेन्डरको आधारमा, त्यस्तै फिजिकल पार्टिकुलरको आधारमा, त्यस्तै एग्रिभेटिङ सिम्पटमको आधारमा, कन्कोमिटेन्ट सिम्पटमको आधारमा इभ्यालुएसन गरेर बिरामीलाई इन्डिभिजुअलाइजेसनको आधारमा सही मेडिसिन दिन्छु, जसले गर्दा बिरामीलाई जडैबाट निको हुन मद्दत गर्छ। तपाईहरुमा पनि यदि टाउको दुखाइ सम्बन्धी, माइग्रेन सम्बन्धी कुनै जिज्ञासा छ भने दिएको ठेगाना र नम्बरमा सम्पर्क गर्नुहोला। धन्यवाद।